छठको छठमा चाहिँ उहाँको ठुलो दिदी हो होइन। अनि अहिले चाहिँ उहाँको कान्छी मातासँग जे मागेको सबै पूर्ण हुन्छ, आत्माको पनि शान्ति हुन्छ, स्वागको रक्षा। अनि बच्चा दसैँ पनि चलिरहेछ नि, हजुरहरूलाई थाहा होला। दसैँ अहिले चलिरहेछ, तपाईँ हजुरहरूलाई थाहा होला। त्यही दसैँ चलिरहेछ नि, यही बिचमा सबै पहिला पर्व हुन्थ्यो। अब चुनावको त्यही गर्मीको कारण अथवा कुनै वातावरणको कारण हजुर बस्ने श्रद्धालुहरू बस्नुहुन्छ। हाम्रो यही छ, अब यो बहिनी गर्नुहुन्छ। अब यो तिहारको छठ जस्तै गरी हामी सबै सामानहरू त्यही चाहियो, सेम चिज त्यही हो। हाम्रो चाहिँ फेरि दसैँमा मस्के पनि दिन्छ ल। खाला सारा डिबेट समितिमा भएका पदाधिकारी लगायत हाम्रा सहयोगी हातहरू दरमा विगत वर्ष भए जसरी साथ सहयोग पाइरहेछौँ त्यसै गरी सार्थ सहयोग गरी यो राति हामी यहाँ बसेर छठी माईको घाटको शोभा बढाई भोलिको पूजाको तयारी गर्छौँ। त्यसैले सम्पूर्ण श्रद्धालु र व्रतालु भक्तजनहरूमा आग्रह छ कि राति नै डल्ला राखेर बसिदिनु होला। यहाँ राति चियापानको पनि व्यवस्था हुन्छ। साथै हाम्रा सम्पूर्ण सहयोगी हातहरू यहाँ बस्नुहुन्छ। त्यसैले हजुरहरूलाई वर्ग गर्न गाह्रो छ भने यही बस्नु होला। धन्यवाद। पार्वतीय सजावटको व्रतालु भक्तजनहरूको आग्रह छ कि एउटा सामसिङको अल्ट्रा मोबाइल आएको छ, त्यसैले पाउनु भएको छ भने कृपया संरक्षण भएको ठाउँमा लगिदिनु होला। धन्यवाद। अल्ट्रा मोबाइल अल्ट्रा S22 सामसिङको मोबाइल एउटा हराएको छ एकजना भाइको, त्यसैले पाउनु भएको छ भने कृपया संरक्षण भएको ठाउँमा लगिदिनु होला। धन्यवाद। श्रद्धालु भक्तजनहरू, यो आस्था र श्रद्धाको महान चाड छठ पूजा हो। हामी सबै छठी मातालाई द्वारमा आउँछौँ, उहाँको सेवामा आउँछौँ र उहाँलाई पूजा गर्न आउँछौँ। यसमा एउटा भाइको मोबाइल हराएको छ, कृपया कसैले पाउनु भएको छ भने संरक्षण भएको ठाउँमा ल्याइदिनु होला।
धन्यवाद। उयसमा पनि लगाइदियो भने मोबाइल त भइहाल्छ नि के त्यसै लगाउनु भएको थियो हैन अहिले चाहिँ गाह्रो भयो खानु इन्टरा दे दो एउटा भयो भले चले उसर क्या देने लगे उसको देने लगे अरे कला हुआ करे थे छटिया त अस्ति तिहारमा हुन्छ होइन हजुर तिहारमा छटिया हुन्छ नि आज चाहिँ फेरि छट चाहिँ हुन्छ हाम्रो चाहिँ भइरहेको थियो होइन अस्ति बुवा बिचबाट चाहिँ त्योबाट गर्ने पाइन्छ क्या त्यो छुटपुटको चाहिँ आज हो एक वर्षसम्म चाहिँ हाम्रो गर्ने मिलेन पूजा पाठ केही गर्ने मिलेन घेट मोमरम अभी मोमरम बढ़िया से तोरा के तू देखी हो कॉलेज किने जाला त गेबो न कल अब नाटक पहले भारत से जैसे खेला ला किने 70 रुपया ज्यादा ना बेले होगा 70 रुपये उमेश बा के देखे अब झिल वाले खबर न कले को पूरे उछिल ले ज्यादा पैसा के कोई माए बाप नहीं कटे न किन त हो लागि लास्ट में सुखा हाल दिनु है अरे कहाँ किन्न त है कहाँ लीजिए खाना नहीं खाना मुआ है तो कहीं कॉलेज जाने को घेट का नंबर में तो यही से करे तो देखिए एता हरियो पर बिचारा मेरा बड़ी फिक्र है बिचारा मेरा हंस ज्यादा फिक्र है देखिए तो पहले निकल के चका चका के पैसा न बर्बाद हुन हजुरहरु कहाँ बेच्नु हुन्छ अरु बेलामा हामी त अरु बेलामा पनि यही खोलामै बेच्छ पुलमा चाहिँ बस्दैन किनभने अर्को चाहिँ साथीहरु बेचिरहेछ हैन अनि खोलेमा बेच्छ फेरि खोलाको पानी त हाल्नुहुन्न नि हामी कहाँ धाराको पानी हाल्छु धाराको पानी खान्छु अनि धाराको पानी हाल्छु हजुर कहाँ बस्नुहुन्छ कालीमाटी म त यही चाहिँ यो ठुलो घर छ नि त्यसैले छेउमा बसिरहेको कोपनडोर अब किनभने सबैजना मान्छे खान्छ नि म पनि खान्छु त्यही भएर त्यस्तो गर्दैन बरु धाराको हुन्छ धरेको पानी हाल्छु हजुरले यो काम सुरु गरेको धेरै भइसक्यो 2 वर्ष भइसक्यो अस्ति बाढीमा केही भएन कोठा हाम्रो त ऊ माथि छ नि त ला 20 रुपैयाँ यो घरहरू थियो नि सबैमा पानी छिर्यो थियो सबैमा पानी छिर्यो त्यो माथिसम्म पानी गयो थियो हाम्रो त अलि उकालोमा छ नि त्यो भएर पानी गएन किन्दै थियो अब सब खाने त मेला ठेला नि मागे किन्दा हजुर त रातभरि हिँड्नै बस्नुहुन्छ होला रातभरि बस्दैन
अब 1 घन्टासम्म बस्छु अनि मान्छेहरू जान्छ अनि पनि गइहाल्छ। अनि के हजुरको सामानहरू पूजाको सामानहरू घरमै लिएर पूजा सामानहरू सबै घरमा जान्छ। हस् हामी गएको Slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want साथीहरु अस्ति नै छठ गइसक्यो थियो तिहारमा तर फेरि अहिले छठ मनाउँदै हुनुहुन्छ उहाँहरु किन मनाउँदै हुनुहुन्छ छठ छठमा चाहिँ उहाँको ठुलो दिदी हो हैन अनि अहिले चाहिँ उहाँको कान्छी बहिनी
कान्छी बहिनीको छठ यो चाहिँ अनि छुटफुट भएको मान्छेहरूले मनाउने हो सालमा 2 चोटि आउँछ हजुर यो सानो हुन्छ यो ठुलो हुन्छ तिहारको चाहिँ ठुलो छठ यो सानो छठ यसमा सबै कामहरू गर्ने भने ठुलो छ जस्तो अब हजुरहरू रातभरि बस्नुहुन्छ अनि अरू केही विशेषता छ यसको जे मागेको सबै पूर्ण हुन्छ आत्माको पनि शान्ति हुन्छ स्वागको रक्षा अनि बच्चाको लागि एकदमै योग्य हुन्छ हिन्दूको लागि एकदम मान्यतालाई गर्छ समाजलाई गाउँ जवारलाई गर्छ व्यवहार गरेर राम्रो हुन्छ हस् थ्याङ्क यू नमस्ते सर नमस्ते सर नमस्ते हजुरको नाम के हो जितेन्द्र चौधरी यो छठ चाहिँ के को लागि हो छठ चाहिँ यो हाम्रो खास परिवारको सुख समृद्धि होइन बच्चाहरूको सुख शान्तिको लागि छठ हाम्रो परम्परादेखि मान्दै आएको हजुर अनि यो हाम्रो खास उदाउँदो सूर्य र अस्ताउँदो सूर्यको अर्घ दिएर हाम्रो यो छठ मनाउने परम्परा छ हाम्रो अनि यो छठ त तिहारमा पनि हुन्छ होइन र अहिले चैतमा चैती छठ दसैँ पनि चलिरहेछ नि हजुरहरूलाई थाहा होला पहिला सबै चाडपर्व चैतमै थियो होइन अनि यो कुनै कारणवश होइन त्यो खाना नपचेर अथवा सहन भोकै बस्न हाम्रो 3 दिन भोकै बस्नुपर्छ नि सहन नसकेर सारेको हाम्रो पुर्खाहरूले भनौँ न जसरी दसैँ सार्यौँ नि त्यस्तै छठ पनि सारेको चैतमा दसैँ अहिले चलिरहेको छ तपाईँ हजुरहरूले थाहा होला चैते दसैँ चलिरहेछ नि यही बिचमा सबै पहिला पर्व हुन्थ्यो अब त्यही गर्मीको कारण अथवा कुनै वातावरणको कारण सहन नसकेर अनि सार्दाखेरि कार्तिकतिर पुग्यो आश्विन कार्तिक हजुर बस्ने श्रद्धालुहरू बस्नुहुन्छ हाम्रो यही छ यो बहिनी गर्नुहुन्छ अब यो तिहारको छठ जस्तै गरी सबै सामानहरू त्यही चाहियो सेम चिज त्यही हो हाम्रो चाहिँ फेरि दसैँमा त्यस्तो हुँदैन नि त हजुर मानिँदैन खानपिन छुट्टी पनि सरकारले दिँदैन सरकारले छुट्टी दिएको भए त हुन्थ्यो नि अझै रमाइलो हुन्थ्यो होइन हजुरहरूलाई नि छैन मलाई यो छठ भने यस्तो दोस्रो छठ मनाउँछ भन्ने चाहिँ थाहा थिएन होइन सधैँ परम्परा नै चैतमा र कार्तिकमा जहिले हुन्छ हरेक वर्ष हरेक वर्ष